मैले हिजो हैन यो सनस्क्रिमको भिडियो हालेको थिएँ है। धेरैजनाले चाहिँ मलाई सोध्नु भएको छ, इन्क्वायरी यति धेरै आएको छ, तर अर्डर पनि धेरैजनाले गर्नुभएको छ। यो सनस्क्रिम चाहिँ हजुरको स्किनमा एकदमै राम्रोसँग ग्लो गर्छ र स्किनमा एकदमै हाई प्रोटेक्सन दिन्छ। यो PA++ को हो र कति एमएल को हो भनेर सोध्नु भएको छ। यो चाहिँ 50 एमएल को हो र यो पनि कोरियन सनस्क्रिम हो। एकदमै राम्रो छ यो पनि हैन। र चाया भएको स्किनलाई चाहिँ एकदमै राम्रोसँगले चाहिँ प्रोटेक्सन दिन्छ। देख्नुभयो है, ल हेर्नुहोस् कति मजाले चाहिँ स्किनलाई ग्लो गर्छ। यस्तै राम्रोसँग ग्लो गर्छ यो सनस्क्रिमले। र यो 50 एमएल को हुन्छ। यो PA++ वाला हो। UVA र UVB को एकदमै राम्रो छ। यसमा हजुरले लाउन सक्नुहुन्छ। हजुरहरूको स्किनमा पिगमेन्ट छ, डार्क स्पट छ, हाई प्रोटेक्सन भएको छैन, स्किनमा चाया पोतो अनि एन्टी डार्क स्पट भनेको पिम्पलको दागहरू, सन ट्यानहरू, घामले डढेर कालो भएको स्किनहरूलाई सबैलाई राम्रो गर्छ। र कतिजनाले भन्नुहुन्छ गोरो देखाउँछ, मलाई गोरो हुने चाहियो। सनस्क्रिमले गोरो देखाए पनि नदेखाए पनि प्रोटेक्सन एकदम धेरै हाई हुनुपर्छ र स्किनमा मजाले ग्लोइङ गर्छ। स्किन मजाले टल्किन्छ र हजुरहरूलाई केही मात्रामा व्हाइट पनि देखाउँछ। चाहिन्छ भने मलाई सम्पर्क गर्न सक्नुहुन्छ। स्क्रिनमा WhatsApp नम्बर दिएको छु, यसमा WhatsApp गरेर मगाउन सक्नुहुन्छ। हजुरको पिगमेन्टेसनको लागि 4वटा सेट आउँछ। यसको व्हाइटनिङ ब्राइटनिङ मोइस्चराइजर पनि छ। हजुरको चाहिँ नाइट सिरम पनि छ जसमा चाहिँ 5 in 1 सिरम हो त्यो हैन। र हजुरको चाहिँ टोनर पनि छ, क्लिन्जर पनि छ। तपाईहरुले यो 4वटै मगाउन सक्नुहुन्छ। पिगमेन्ट भएको स्किनको लागि र ड्राई स्किनको लागि एकदमै राम्रो प्रोडक्टमा परेको छ अहिले यो। एकदमै राम्रो छ, ट्राई गरेर हेर्नुहोस् हैन। र सनस्क्रिम तपाईहरुलाई एकदम बेस्ट लाग्छ। यसको मोइस्चराइजर पनि एकदमै बेस्ट छ र यसको क्लिन्जर पनि एकदमै बेस्ट छ। र सिरमको त कुरै नगरौँ, टोनर भन्ने कुरालाई चाहिँ हजुरहरूले अब कसरी लाउनुहुन्छ त्यसमा डिपेन्ड गर्छ। लाउने नलाउने भन्ने कुरा चाहिँ आफूमा हो, तर टोनर भन्ने कुरा चाहिँ नि हजुरको हाम्रो स्किनको लागि एकदमै जरुरी छ। हामीले लगाउनै पर्छ टोनर चाहिँ। यसको सेटै लाउनुहुन्छ भने तपाईहरुलाई एकदमै बेस्ट छ।